यहाँ मन्त्रीज्यूहरू सबै बेलचा र गैँती बोकेर हिँड्नुपर्छ। यो चिसो एसी भएको रुममा बसेर कालो सिसा लगाएको छैन उसमा चाहिँ नि होइन, गाडीमा अगाडि पछाडि बडीगार्ड लाएर हिँड्नु हुँदैन। बेलचा बोकेर हिँड्ने हो खन्नुलाई जोत्नुलाई। उत्पादनै छैन हाम्रो। हामीले नि सुन चाँदीको कुरा गर्नु हुँदैन सर है, ढुङ्गा र माटोको कुरा गर्नुपर्छ। आयातित सुन चाँदीको कुरा गरेकै कारणले हाम्रो देश कङ्गाल भएर है आज म यहाँ मन्त्रालयतिर कुदिन्छु, खर्चै छैन, चालु खर्चै छैन भनिन्छ। लाज हुँदैन हामीलाई? कहिलेको सभ्यता हो नेपाल है? हामी नेपाल भएर बसिरहँदाखेरि चाइना त तल थियो हामीभन्दा, भारत त तल थियो है। अहिले हाम्रो स्थिति माग्ने र थाङ्ने किन भयो त भन्दाखेरि हामीले ढुङ्गालाई छोएनौँ, माटोलाई छोएनौँ, बुझेनौँ। आज तपाईँले मेरो इन्टरभ्यू नै लिनुहुन्न थियो ढुङ्गा नबोकेको भए। यस्ता खोइ त अब तपाईँले भन्नु यस्ता नाथे भन्नुहुन्थ्यो नि। अरू ठाउँको मेयरको यसरी इन्टरभ्यू लिनुहुन्छ र तपाईँले? तपाईँको विश्व घुम्ने चाहना छ कि छैन भविष्यमा? के घुम्नु र हो, सबै देखिएकै छ, बुझिएकै छ। मलाई केही कुराले लोभ्याउँदैन सर। म मेरै पाखा पखेरमा रमाउँछु। त्यसो भए तपाईँलाई अहिले पैसाको अभाव छैन? पैसा भनेको के हो त्यही त मलाई थाहा भएन आजसम्म। पैसा बिना विकासै हुँदैन नि, पैसा चाहियो नि। त्यसलाई चाहिँ बजेट भन्छ, पैसा भन्दैन।